भ्रष्ट घुसखोरहरूको दिनगन्ती सुरु गरेका, बिचौलियाहरू लखेटेका र सुशासनको प्रत्याभूति दिलाएका प्रधानमन्त्री बालेन शाहको क्रेज नेपालमा मात्र होइन, आज यो चर्चा सिमाना पार गरेर दक्षिण एसिया हुँदै विश्वका विभिन्न कुनासम्म पुग्न थालेको छ। अहिले बालेन शाह जस्तै मान्छे चाहिन्छ भनेर भारतमै माग हुन थालिसक्यो। अब हेर्नु त, अब भारतकै राजनीति तरङ्ग हुन थालिसक्यो। पहिले भारतले नेपाललाई दुःख दिन्थ्यो, अब नेपालले चाहिँ भारतलाई परिवर्तन गर्नुपर्छ भन्ने सङ्केत दिँदैछ। म गर्वले एकदम मेरो छाती चाहिँ फुलेको छ। मलाई मेरो मात्र होइन, मेरो पुरै परिवारको, र मलाई के लाग्छ भने देशभरिको 3 करोड जनताको चाहिँ छाती आज एकदम सगरमाथा चाहिँ उच्च भएको छ। अहिले एउटा नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ। भ्रष्टाचार, घुसखोरी र बिचौलियाहरूको जालोले थिचिएको देशमा एउटा यस्तो नाम उदाएको छ जसले पुरानो सिस्टमलाई नै चुनौती दिएको छ। अचम्मको कुरा के छ भने बङ्गलादेश र भारतका नागरिकहरूले समेत बालेनको खुलेर प्रशंसा गर्न थालेका छन्। सामाजिक सञ्जालहरूमा भारतीय नागरिकहरू खुलेर लेखिरहेका छन्, हामीलाई पनि बालेन जस्तो प्रधानमन्त्री चाहियो। हमको तो नेपाल के जो प्रधानमंत्री बने हमको तो वो चाहिए, वो भी पसंद आ गया। जो हम लोग को भाग है ना, उन्हीं का सरकार बना देंगे। नेपाल के प्रधानमंत्री सही है। प्रधानमंत्री हाँ, बालन शाह को मतलब इंडिया का और क्या, हिंदू राष्ट्र का पहला प्रधानमंत्री बना बंदा, पहला ही हम बोलेंगे जो इतना लेवल पे काम कर रहा, समाज हित में, देश हित में, सनातन हित में, ऐसा प्रधानमंत्री चाहिए। उनीहरूका लागि बालेन अब एउटा विदेशी नेता मात्र होइन, परिवर्तनको प्रतीक बनेका छन्। कतिपय भारतीय मिडियाहरूले त उनलाई फिल्म नायकमा अनिल कपूरले निभाएको पात्रसँग तुलना गरेका छन्। आपने नायक द रियल हीरो फिल्म तो जरूर देखी होगी, जिसमें अनिल कपूर एक ऐसे नेता का किरदार निभाते हैं जो जनता के बीच जाकर तुरंत फैसले लेते हैं और मौके पर ही एक्शन दिखाते हैं। लेकिन अब ये सिर्फ फिल्म की कहानी नहीं रही, हकीकत में भी एक ऐसा ही नेता सामने आया है जहाँ एक दिनका लागि प्रधानमन्त्री बनेर उनले पुरै सिस्टम हल्लाइदिन्छन्। त्यस्तै उनीहरू भन्छन् नेपालका प्रधानमन्त्रीले पनि वास्तविक जीवनमै त्यस्तो काम गरिरहेका छन्। भ्रष्टाचार विरुद्ध कडा कदम, भिआइपी कल्चरको अन्त्य र कानुन सबैका लागि बराबर भन्ने सन्देश, यी सबै कारणले बालेनलाई जनताले नायकको रूपमा हेर्न थालेका छन्। भारतीय मिडियामा देखिएको एउटा उदाहरण निकै चर्चित भएको छ। नेपालका प्रधानमन्त्री सडकमा निस्किँदा आफ्नो गाडीबाट ओर्लिएर सर्वसाधारणका गाडीहरू पहिले पठाउँछन्। यस्तो व्यवहारले जनतालाई आश्चर्यचकित बनाएको छ, किनकि धेरै देशहरूमा अझै पनि भिआइपीका लागि आम नागरिकलाई रोकिन्छ, एम्बुलेन्ससम्मलाई व्यवस्था गरिन्छ। तर बालेनको सन्देश स्पष्ट छ, देशमा अब कोही पनि विशेष होइन, सबै बराबर छन्। यति मात्र होइन, ट्राफिक प्रहरीलाई समेत पूर्ण अधिकार दिएको छ, चाहे मन्त्रीको गाडी होस् या साधारण नागरिकको, नियम सबैका लागि एउटै। यस्तो प्रणालीले आम नागरिकमा विश्वास जगाएको छ कि अब देश साँच्चै बदलिँदैछ। 35 वर्षकै उमेरमा देशको नेतृत्व सम्हाल्दै बालेनले देखाएको साहस र काम गर्ने शैलीले पुरै सिस्टमलाई झकझकाएको छ। युवा पुस्ताहरूको आशा, जनताको भरोसा र पुराना राजनीतिक संस्कारको विरोध, यी सबैको सङ्गम बनेका छन् उनी। अमेरिकाको विश्व प्रख्यात टाइम्स म्यागजिनले उनलाई विश्वका 100 प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश गरेको छ। यो सूचीमा विश्वका शक्तिशाली नेताहरू, उद्योगपति, कलाकारहरू पर्छन् र त्यही सूचीमा बालेनको नाम आउनु आफैमा ऐतिहासिक उपलब्धि हो। टाइम्स म्यागजिनले बालेनको उदयलाई दक्षिण एसियाको पुरानो र वंशवादी राजनीतिक माथिको कडा जवाफ भनेका छन्। उनीहरूले लेखेका छन्, जब देशभर जेनेरेसन जेटले भ्रष्टाचार र पुरानो राजनीतिक प्रणाली विरुद्ध आवाज उठाइरहेका थिए, त्यही समयमा बालेनले नेतृत्व लिए। एक समय र्याप गीत मार्फत समाजमा विकृति विरुद्ध आवाज उठाउने एक इन्जिनियर आज देशको नेतृत्व गरिरहेका छन्। उनले गाएको गीतको लाइनमा जसले आफ्नो इमान बेच्छ उनीहरूका लागि पैसा रुखमै फल्छ, आज पनि उत्तिकै सान्दर्भिक छ। उनले पहिले सामाजिक सञ्जालमा लेखेका थिए, नयाँ हुन् या पुराना, सबै राजनीतिक दलहरू चोर हुन्। आज त्यही अभिव्यक्तिलाई गलत साबित गर्न जिम्मेवारी पनि उनकै काँधमा आएको छ। जनताले अहिले उनीबाट ठूलो अपेक्षा गरेका छन्। केवल भाषण होइन, परिणाम चाहिएको छ। केवल आश्वासन होइन, परिवर्तन देख्नु जरुरी छ। अन्त्यमा टाइम्स म्यागजिनले लेखेको एउटा लाइन निकै अर्थपूर्ण छ, आज सम्पूर्ण नेपालीहरू यही आशामा छन् कि बालेन आफैले पहिले लेखेको त्यो भनाइलाई आफैले गलत साबित गरून्। आज नेपाल एउटा मोडमा उभिएको छ, जहाँबाट या त पुरानै बाटोमा फर्किन सक्छ या नयाँ दिशातर्फ अघि बढ्न सक्छ, र त्यो नयाँ दिशाको प्रतीक बनेका छन् बालेन शाह। अब हेर्न बाँकी छ यो परिवर्तन कति गहिरो र कति दीर्घकालीन हुन्छ भनेर। म्यागजिनले प्रधानमन्त्री बालेन्द्र शाहलाई विश्वका शक्तिशाली राजनीतिज्ञ, कलाकार र चिन्तकहरूको 100 प्रभावशाली व्यक्तिहरूको सूचीमा उनलाई समेटिएसँगै विश्वभरका नेपालीहरूको खुसीको सीमा छैन। यो हामी सम्पूर्ण नेपालीहरूको लागि अत्यन्तै गर्वको क्षण हो। विश्वले 100 मा
सबैभन्दा ताजा खबरको लागि अहिले नै सब्स्क्राइब गर्न नभुल्नुहोस्।